नेपाल सरकारले हात हालेका आयोजनाहरू लगभग 8000 मेगावाटको छ र यिनीहरू चाहिँ एकदम छुट्टै चाहिँ कम्पनीमा छुट्टै कम्पनी छुट्टै व्यवस्थापन हुँदाखेरि त्यसलाई चाहिँ एकरूप तरिकाले न प्राथमिकताको आधारमा ती लगानी गरिए न चाहिँ यिनीहरूलाई चाहिँ कार्यान्वयनको लागि कुनै चाहिँ एक्सन प्लान छ, केही पनि छैन। त्यसले गर्दाखेरि ऊर्जा मन्त्रालय यसमा चाहिँ वास्तवमा चाहिँ अलिकति उदास र मौन भएको देखिन्छ। ऊर्जा मन्त्रालय ऊर्जा मन्त्री आफैले चाहिँ यी आयोजनाहरू सबैलाई एउटा अम्ब्रेलाको रूपमा ल्याएर एउटा प्राधिकरण जस्तो बनाएर त्यसलाई अगाडि बढाउन पाएको भए ऊर्जा विकास प्राधिकरण भनेर त्यसरी गर्न सकेको भए सजिलो हुन्थ्यो। होइन भने यिनीहरू चाहिँ अब 5 वर्षको चाहिँ सर्वेक्षणको चाहिँ अवधि हुन्छ, त्यो काटेर अब 8, 9, 10 वर्ष भइसकेको छ। यी आयोजनाहरू अस्तव्यस्तको रूपमा भयो भनौँ न अब अहिले हेर्दाखेरि, जबकि अर्को 5 वर्षमा कार्यान्वयन सकिसक्नु पर्नेमा अब 7-8 वर्ष भइसक्यो। ती आयोजनाहरू अहिले पनि अस्तव्यस्त छन्, लगानी जुन्ने निश्चित छैन। अनि प्रवर्तकहरू हुन्छ, उहाँहरूलाई पनि अब एउटा समयभित्र सकिसक्नुपर्ने र नाफा लिन सकिने खालको जुन अपेक्षा गरेर उनीहरूले गरेको थियो, अहिले आएर उहाँहरूको त्यो पनि त्यसमा उहाँहरूको पनि नैरेस्ता देखिन्छ। उहाँहरू पनि त्यति चाहिँ अगाडि चाहिँ एउटा उत्सुक ढङ्गले अगाडि बढेको देखिँदैन। त्यसैले गर्दा यी सबै आयोजनाहरूलाई बनाउनु त निश्चय रूपमा बनाउनुपर्छ, लगानी पनि ठुलो भइसकेको छ। तर अब यिनीहरूलाई बढाउनलाई प्राथमिकताको आधारमा र नेपाल सरकारको ऊर्जा मन्त्रालयले एकदमै चाहिँ तदारुकता देखाएर सूचकहरू जुन हामी कार्य सम्पादन भन्छौँ, त्यो कार्य सम्पादन सचिव सहसचिव लगायत चाहिँ त्यहाँको चाहिँ अधिकृत स्तरको कर्मचारीहरू हुन्छ र चाहिँ सम्बन्धित अब प्रोजेक्टसँग जोडिएका चाहिँ कर्मचारीहरूको पनि कार्य सम्पादन बनाएर त्यो भनिएको अवधिभित्र या त्यो सर्वे डिजाइनहरू कम्प्लिट भयो भएन, फाइनेन्स जुटाउन सकिएन र कार्यान्वयनको टेन्डर प्रोक्युरमेन्ट खरिद प्रक्रिया अगाडि बढ्न सकेन भनेर यी विभिन्न टाइमलाइन दिएर उनीहरूलाई सूचक तयार गराएर अगाडि जान सक्यो भने ऊर्जा मन्त्रालयले एउटा ठुलो चाहिँ राज्यमा ठुलो एउटा चाहिँ भूमिका निर्वाह गर्न सक्छ। यसले गर्दा कम्तीमा चाहिँ 1000 युनिटभन्दा बढी चाहिँ प्रति व्यक्ति चाहिँ हामीले एउटा चाहिँ कन्ज्युम्सन पनि बढ्थ्यो। आज जबकि एउटा व्यक्तिको 450 युनिट मात्रै चाहिँ कन्ज्युम्सन छ औषधमा भनेपछि अब ऊर्जा सेक्टर चाहिँ एकदमै उदास खालको छ। र अहिलेको ऊर्जा मन्त्री अब जो आउनुहुन्छ एकदमै यसमा चाहिँ एकदम गतिशील ढङ्गले र एकदमै चाहिँ एक्सन ओरिएन्टेड भएर चाहिँ यी आयोजनाहरूलाई चाहिँ कसरी गर्ने भनेर वान रोड सिस्टममा या प्राधिकरण बनाएर हुन्छ या अन्य चाहिँ वैकल्पिक कुराहरू गराएर व्यवस्थापन गरेर अगाडि बढ्नुपर्ने छ। र यो गर्न सकियो भने धेरै ठुलो एउटा चाहिँ हामीले चाहिँ छलाङ चाहिँ मार्न सकिने चाहिँ स्थिति देखिन्छ। त्यस्तै गरेर प्रसारण लाइनको चाहिँ आफैमा समस्या छ। आज चाहिँ वास्तवमा यहाँहरूलाई निवेदन गरौँ, हामीले त आज 10,000 मेगावाट पनि कन्ज्युम्सन गर्न सकिने अवस्था छ, तर हामीसँग उत्पादन पनि भएको छैन र अर्कोतिर अहिले भइरहेको 3600 मेगावाट पनि हामीले जहाँ जसरी चाहिँ युज गर्न सक्थ्यौँ त्यो प्रसारण र वितरण लाइन पनि चाहिँ छैन। त्यसले गर्दाखेरि हामी पछि परेका छौँ। त्यसले अहिले वितरण लाइन र प्रसारण लाइनलाई चाहिँ एकदमै चाहिँ ठुलो प्राथमिकताका साथ अगाडि बढ्नुपर्ने छ भने अहिले जुन लगानी भइसकेका आयोजनाहरू छन्, जुन जलाशययुक्त र अर्ध जलाशययुक्त आयोजनाहरू, यिनीहरूलाई नेपाल सरकारले प्राथमिकताका साथ अगाडि बढाउनु पर्नेछ र त्यसको लागि चाहिँ प्रमुख रूपमा चाहिँ लगानी जुटाउनु पर्ने हो। र यो लगानी जुटाउन सकियो भनेपछि हामीले ऊर्जा सेक्टरमा ठुलो परिवर्तन जुन सोचेको छ राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा सुशासन र समृद्धि भनेर, यो चाहिँ निश्चय रूपमा चाहिँ गर्न सक्छ। र यो क्षेत्र फेरि के छ भने ऊर्जा भन्ने बित्तिकै वास्तवमा यातायातसँग पनि जोडिएको छ, कृषिसँग जोडिएको छ, उद्योगसँग जोडिएको छ, अब घरको लागि पनि अब वास्तवमा जोडिएकै छ होइन। त्यसले गर्दा यी विभिन्न चाहिँ क्षेत्रमा चाहिँ चाहिने भएको कारणले गर्दाखेरि यसको चाहिँ महत्त्व छ। र अहिले 10,000 मेगावाट पनि हामी कन्ज्युम्सन गर्ने नेपालीको स्ट्यान्डर्ड भइसकेको छ। त्यो संरचना नभएको र अहिलेको ऊर्जा मन्त्री जो आउनुहुन्छ उहाँले योमा चाहिँ एकदम ठुलो चाहिँ एउटा अभ्यास गरेर यसलाई चाहिँ एकदमै चाहिँ एक्सन ओरिएन्टेड कति पैसा लाग्छ, कहाँबाट जुड्छ, कसले जुटाउँछ, कहिलेसम्म सकिन्छ भनेर यो सबै एक्सन ओरिएन्टेड भएर सो अनुरूप नै चाहिँ जुन कार्य सम्पादन बनाएर अगाडि बढ्न सकियो भने यस एउटा अग्रगामी छलाङ मार्न सक्ने मैले देखाएको छु। र अन्य कुरा हामी छलफलमा अगाडि बढ्ने नै छौँ। धन्यवाद।